र राईभित्र पनि थरीको फेरि थर हुन्छ नि है? हाम्रो राईहरू बन्त हुन्छ, चाम्लिङ हुन्छ, नाच्रिङ हुन्छ, कोही हुन्छ, थुप्रै हुन्छ नि, सब हुन्छ। भित्र पनि त्यो थरी थरको फेरि भाषा पनि थरी हुँदो रहेछ है? थरी हुन्छ नानी। ए बोली चाली नै फरकै हुन्छ कि बुझ्नुहुन्छ तपाईँले? बुझ्दैन नि, बुझ्दैन अरूको त बुझ्दैन नि, आफ्ना म नाच्रिङ बुझ्छु, मेरो माइतीपट्टिको नाच्रिङ हो म। हजुर। अनि कोही मेरो घरपट्टिको अलिअलि बुझ्छु, त्यति बुझ्दिनँ। अनि अरू त भाषा बुझ्दैन। पुरै फरकै हुन्छ? फरकै हुन्छ नानी। पुरै फरक हुन्छ? फरक हुन्छ। सोलु पनि म गएको नानी एक फेरा दुधकुण्ड जाँदाखेरि। ठुलो मेला लाग्छ नि? हजुर। त्यो एक रात 2 रात मेला लाग्ने बेलामा हो? भदौरे पूर्णिमा गएको त्यो मेला लाग्ने बेलामा। हजुर। अनि दुधकुण्ड जानु गरे भने अनि सबै मिलेर दिदी बहिनी दाजुभाइ मेरो कान्छा छोरा पनि लगेर लेख लाग्छ गरे भने नि, अनि ल मलाई लेख लाग्छ गरे, एउटा छोरा त बोक्ने हिँड, लेख लाग्यो भने पछाडि जान्छ। कस्तो चाहिँ हुन्थ्यो तपाईँहरूको पालामा? जस्तै अब अहिले त मान्छेहरूलाई बच्चाहरू रमाइलो गर्नु पर्यो भने फोन हेर्ने हुन्छ, यताउता हुन्छ। तपाईँहरूको टाइममा चाहिँ माथि तपाईँ बस्ने गाउँतिर चाहिँ कस्तो हुन्थ्यो? फोन भन्ने के हो? अनि तपाईँहरू रमाइलो गर्नु पर्यो के गर्नु पर्यो भने कसरी गर्नुहुन्छ त्यतिखेर चाहिँ? रमाइलो गर्नु पर्यो भने मदल बजाए, गीत गाए, त्यही रमाइलो। त्यही हो नानी हाम्रो रमाइलो। अब के अरे मादल चाहिँ हुन्थ्यो। हजुर। अनि मादल बजाउनेले बजायो, गीत गाउनेले गायो, नाच्ने नाच्यो, त्यही रमाइलो। अनि मिठो मिठो खायो, मिठोमा जहाँ रक्सी खायो, माथि त्यही। तपाईँको बिहा सानोमै भएको? सानोमै भएको न। कति वर्षको उमेरमा बिहा भएको? म 11 वर्षको उमेरमा। त्यो 11 वर्षको उमेरमा बिहा गर्नुभएको? हजुर। भनेपछि तपाईँलाई त तपाईँको बिहा गरिदिएको भन्ने पनि याद छैन होला? 11 वर्षको उमेरमा याद छ। 11 वर्षको उमेर त बच्चै हो नि? बच्चै हो नि नानी। अहिलेको 11 वर्ष, त्यति बेला हामीलाई त पढ्नु गुन्नु के हो, पढ्नु भनेको के हो, स्कुल भनेको के हो। अनि आमा बाउले पनि सिकायो, घर ब्राल्नु, पानी त्यति बेला पन्ध्रको पानी ढुङ्ग्रोमा बोक्थ्यौँ पानी। हजुर। पानी ल्यायो अनि गाख्री भराएर आउनु पर्ने, काम गर्नु मात्रै सिकायो आमा बाउले, अनि केही पनि सिकायो। उभौली भनेको वैशाख धान नरोपिने बिउ राख्ने बेला। उभौली भनेको, उधौली भनेको चाहिँ अब नयाँ धान कोदो पाकेपछि। अनि यो के तपाईँको साकेला भनेको चाहिँ? साकेला भनेको पनि त्यही उभौलीमै। साकेला। साकेला त्यो वैशाखी पूर्णिको दिन नै नाच्छ। धामी सबै भएर आफ्ना धामीको ड्रेस लाएर, साडीहरू चोलाहरू ड्रेस लाउँछन् अनि नाच्छन्। गाह्रो छ नि मलाई त जान, तब त पढेको छैन, जान छैन। यस्तै छोरी ज्वाइँले घुमाएर लग्यो भने घुम्यो, नाभियदेखि कोठरीभित्र बस्यो। अनि तिमी यत्रो जहाँ रक्सी खान्छौ, मैले भने यत्रो जहाँ रक्सी खान्छौ, झन् म गएपछि त तिमी त छाडै होइजान्छौ, झन् कति खान्छौ, घर पनि आउँदैन होला भन्दा अब कहाँ खान्छु म त्यसरी, त ससर पो खान्छु त हिँडेपछि त म एकदम कन्ट्रोलमा बस्छु भन्नुभयो। के कन्ट्रोलमा जहाँ रक्सी खाएर। बाले साह्रै माया गर्छ जस्तो तपाईँलाई हो? गर्थ्यो नि माया त, अब आफ्ना श्रीमान श्रीमतीको माया नगरी त के गर्नु। त्यही त, यति वर्षसम्म मजाले सँगै बस्नु भएको छ, गर्नै पर्यो नि नानी। बस्यौँ है, गऱ्यौँ दुःख सुख। राति त मलाई जाँड्देऊ न भन्नुभयो अरे, बाबु जाँड नखाऊ, लु पानी भने तातो पानी दिएर हो भनेर सुरुप तातो पानी खायो अरे। लु अब म सुताइदिएँ भने अरे। अनि यसो छोराले सुताउनु भन्दा त खुसी बाबु त हेरे गर्छ र बाबुले किन हेरिरहन्छ भन्दा त गइ पो सकेछ अरे बाबु त। अमेरिकामा तपाईँको छोरी अनि ज्वाइँ छोरी नातिहरू छन्। कतिजना नाति? 3 भाइ, नाति छ नानी। उता नेपालबाट ल्याएको नाति जेठा, अनि माइला र कान्छा यहीँ जन्मे। अनि छोरी चाहिँ तपाईँहरूको एउटा मात्रै छोरी कि? एउटा मात्रै छोरी? एउटा मात्रै। ओहो, भाग्य पनि छोरी रहेछ त।
भाग्यमानी भन्नु पर्यो अमेरिका हेर मलाई पनि लियो बाबुलाई पनि लिएको बाबु चाहिँ एकचोटि मात्रै आउनुभयो हजुर अनि म चाहिँ यसँग 3 चोटि भयो बाबु त एकचोटि आउनुभयो अनि पोहोर त जान्न म भन्नुभयो र म मात्रै आएँ म पनि अमृता टेकेँ बाबु पनि उहाँ खसिहाल्नु भएछ अनि नानी कति भयो त उहाँ बित्नुभएको त वर्षी भयो वर्ष भयो हजुर अस्ति मङ्सिरमा वर्षी भयो र पनि यति आइसक्यो अनि के अरे त्यसपछि अहिले त गाउँमा चाहिँ तपाईँको कान्छा छोरा पहाडमा छ खोटाङमा कान्छा छोरा पनि छ ए म त त्यही त छोराछोरी कति छ वर्ष दिएको त अनि जेठा छोरा पहिले नै खसेको माइलो छोरा मरङमा छ तीन दाजुबहिनी हजुर 3 जना छन् त्यही त खोटाङ है रमाइलो ठाउँ हजुर खोटाङमै जन्मिनु भयो खोटाङमै नानी जन्मेको खोटाङमै दुःख गरेर बसेको अनि खोटाङबाट आएको यता छोरी ज्वाइँले झिकाएर के अरे यो चाहिँ हाम्रो यो चाहिँ अचार हो कि हाम्रो माथि यहाँबाट अपस्टेट भन्ने ठाउँमा यो नेपाली परिवार हुनुहुन्छ बुढी चाहिँ नेपाली हो शेर्पा हो अनि उसको लोग्ने चाहिँ यहाँको विदेशी अमेरिकन उनीहरूको चाहिँ माथि फार्म हाउस छ क्या खेतीपाती गर्छ कि उनीहरू माथि त्यहाँदेखि डल्ले खोर्सानी मार्छ अनि डल्ले खोर्सानीको चाहिँ अचार बनाउँछ क्या अनि यो चाहिँ उनीहरूले हामीलाई हाम्रो पोडकास्टमा आउने गेस्टहरूको लागि चाहिँ उपहार पठाउँछ क्या चाहिँ यो चाहिँ तपाईँको लागि होइन हिमालयन फार्म हाउसबाट थ्याङ्क यू सो मच हिमालयन फार्म हाउस फर प्रोभाइडिङ अस दिस अमेजिङ अचार सो यो तपाईँको लागि पिरो छ तपाईँ पिरो कति खानुहुन्छ खानु पऱ्यो नानीहरूले दिइहाल्नु भयो पिरो छ अनि के भन्छ मिठो पनि छ यो अनि खोटाङ कस्तो छ अहिले खोटाङ राम्रै छ नानी है जहाँ बस्यो वहीँ राम्रो नि मेरो लागि त राम्रै छ खोटाङ पनि अमेरिकामा आए राम्रो तर खोटाङ र अमेरिकामा चाहिँ अब यहाँ त अब तपाईँको छोरी छ नाति नातिनी भएर पारिवारिक हिसाबले त यहाँ रमाइलो लाग्छ तर खोटाङको चाहिँ तपाईँलाई चाहिँ के चाहिँ मिस हुन्छ भन्नाले के चाहिँ याद आउँछ अमेरिकामा बस्दै गर्दाखेरि चाहिँ सबै कुरो याद आउँछन् नानी अब वहीँ बसेको दुःख गरेको खाएको जन्मेको बढेको त्यही ठाउँमा अब बुढी भइयो अनि रमाइलै लाग्छ सम्झना लाग्छ अनि खोटाङमा अहिले त तपाईँको खोटाङमा कान्छो छोरा मात्रै भन्नुभयो हजुर कान्छा छोरा बुहारी नाता नातिनी छ उता पनि नाता नातिनी छ 2 भाइ नाति छ 2 बहिनी नातिनी अनि नाति र एउटा नाता नातिनी चाहिँ यता मरङमै ठुलो भाउसँगै पढ्दैछन् बडा भाउसँग अब कुरा गर्दै गयो हजुरको शुभ नाम भनिदिनु अनि मेरो शीतलमाया भन्छ शीतलमाया के भन्नुभयो शीतलमाया अनि के अरे उस चाहिँ राई तपाईँहरूको पनि शेर्पा कस्तो गरेर राईभित्र पनि थरीको फेरि थर हुन्छ नि है हुन्छ के हुन्छ थरहरू चाहिँ हाम्रो राईहरू बान्ता हुन्छ चाम्लिङ हुन्छ नाचरिङ हुन्छ कोही हुन्छ थुप्रै हुन्छ नि सब हुन्छ अब यो तपाईँहरूको त यो भित्र पनि त्यो थरी थरको फेरि भाषा पनि थरी हुँदो रहेछ है थरी हुन्छ ए बोली चाली नै फरकै हुन्छ कि बुझ्नुहुन्छ तपाईँहरूले बुझ्दैन नि बुझ्दैन अरूको त बुझ्दैन नि आफ्ना म नाचरिङ बुझ्छु मेरो माइतीपट्टिको नाचरिङ हो म हजुर अनि कोही मेरो घरपट्टिको अलिअलि बुझ्छु त्यति बुझ्दिनँ अनि अरू त भाषा बुझ्दैन पुरै फरकै हुन्छ फरकै हुन्छ नानी पुरै फरक हुन्छ अनि मेरो माइती आज नाचरी कुरा चाहिँ म जान्छु बुझ्छु कुरा गर्नेसँग भेट्यो भने कुरा बात पनि मार्छौँ त्यही त म त के अरे विचार गर्दाखेरि अब हाम्रो शेर्पाहरूमा पनि अब अलिक फरक त हुन्छ तर त्यति साह्रो फरक हुँदैन बुझ्दै नबुझ्ने खालको चाहिँ फरक चाहिँ हुँदैन क्या तर हाम्रो चाहिँ अलिअलि बुझिन्छ जो थाहा हुन्छ कि लाइक उसले के भन्न खोजेको भन्ने कुरा क्या तर म त तपाईँहरूको पनि फरक हुन्छ भन्नाले चाहिँ अब अलिकति मात्रै नबुझ्ने होला अरू चाहिँ बुझ्ने होला हाम्रो चाहिँ फरक नै हुन्छ पुरै फरकै हुन्छ है फरकै हुन्छ अब बोजू बाजेमै हाम्रो नाचरीले फुपामुमा भन्छौँ
त्यहाँने कोहीले चुचुपिपी भन्छ, कोक्पा कोकु भन्छ, त्यस्तै हुन्छ। फरक फरक नै हुन्छ हाम्रो। अनि के अरे यो तपाईँहरूकोमा चाहिँ अब हाम्रोमा चाहिँ कस्तो हुन्छ भन्दा अब एउटै थरको चाहिँ दाजुबहिनी हुन्छ भन्ने हुन्छ नि त, तपाईँहरू पनि त्यस्तै होला नि है? कि चाहिँ अब चाम्लिङ बिहा गर्न मिल्दैन भन्ने त्यस्तो हुन्छ कि के हुन्छ त्यसमा चाहिँ? हुन्छ, हाम्रो पाछा चाहिँ भिन्दै हुन्छ कि, अनि पाछा भिन्दै भएपछि चाम्लिङ बिहा गर्नुहुन्छ। मिल्छ। एउटा पाछा चाहिँ हुनु भएन। पाछा भनेको चाहिँ के हो फेरि? पाछा भनेको यस्तै आफ्नो दाजुभाइ नपर्ने अर्को पाछाको। खलक जस्तो एउटै खलकको चाहिँ मिलेन, एउटै खलकको चाहिँ मिलेन। के अरे खोटाङमा त तपाईँ त पुरै सानो त पुरै खोटाङमै हुर्किनु भयो होला? हजुर, खोटाङमै हुर्केको म। पुरानो खोटाङ र अहिलेको खोटाङ चाहिँ कति फरक छ? अहिले त गाडी साडी पुगेर तपाईँ हुँदाखेरि गाडी साडी पनि पुगेको थिएन होला? थिएन नानी, मेरो त घर टाढो छ, खोटाङ जिल्लादेखि माथि टाढो छ। त्यो खोटाङ त कहिले काहीँ यसो काम पर्दा गइयो भने मात्रै नगइँदैन। तपाईँको गाउँको नाम चाहिँ के भन्छ? मेरो गाउँको नाम दिप्सुङ भन्छ। दिप्सुङ मैले चाहिँ सुनेको छु। मैले अब खोटाङ सुने, मैले दिक्तेल बजार सुनेको छु होइन, खोटाङ सुनेको छु, जानु चाहिँ गएको छैन। तर के अरे यो हाम्रो के अरे मेरो मम्मी ड्याडी अरूहरू चाहिँ उता हलिसी महादेवको दर्शन गर्न जाने भन्छ नि। हजुर, हो त्यतिखेर चाहिँ खोटाङमा पर्छ भन्ने कुराहरू गर्नुहुन्थ्यो क्या? हो त, खोटाङमा पर्छ। हामीले सुलु भने जस्तै खोटाङ हाम्रो घर टाढो टाढो छ नानी। उहिले हामी हलेसी जान्थ्यौँ, 2 दिनमा पुग्थ्यौँ हिँडेर, त्यति टाढो छ। खोटाङ हामी त्यो जिल्लातिर जानु पनि 1 दिन लाग्छ। पुरै 1 दिन लाग्छ हिँडेर चाहिँ? उहिले चाहिँ खोटाङ पुग्ने 1 दिन लाग्छ तपाईँ गाउँबाट चाहिँ? त्यो पनि सक्ने भयो, हामीसँग नसक्नेलाई त 2 दिनै लाग्छ। अहिले पो गाडी आएर यता 1 दिनमा पुग्यो, के काम छ गऱ्यो, फर्केर भरे घरैमा आइपुगिन्छ। उहिले त हिँडेर पुरै। भोलि केही काम गर्नुपर्ने छ भने अझै हिँड्नु पर्यो। त त्यतिखेरको समयमा त अब प्राय धेरै ठाउँमा हिँडेरै पुग्दाखेरि त टाइमै लाग्छ है? टाइम लाग्छ नि। अहिले पो सजिलो छ नि, कति सुविधा छ नानी अहिले त। अहिले चाहिँ कति लाग्छ तपाईँलाई खोटाङबाट गाउँ पुग्नु? हामी 7 बजी चढ्यौँ भने 10 बजी पुग्छौँ। 7 बजी चढ्नु भने 10 बजी पुग्नुहुन्छ है? त्यही त, खोटाङ जानुपर्ने सकेपछि अब पछि नेपाल गएको बेलामा रमाइलो ठाउँ छ जस्तो। के अरे त्यहाँ त घुम्ने ठाउँ पनि छ है? छ नानी, रमाइलै छ, रमाइलै खोटाङ छ है नानी। सोलु पनि म गएको नानी, एक फेर दुधकुण्ड जाँदाखेरि। त्यो ठुलो मेला लाग्छ नि? हजुर, त्यो एक रात 2 रात मेला लागेको बेलामा हो? दुधकुण्ड हजुर, भदौरे पूर्णिमा गएको त्यो मेला लाग्ने बेलामा। हजुर, अनि लो दुधकुण्ड जानु गरे भने अनि सबै मिलेर दिदी बहिनी दाजुभाइ मेरो कान्छा छोरा पनि लगेर लेक लाग्छ गरे भने नि, अनि लो मलाई लेक लाग्छ गरे, एउटा छोरा त बोक्ने हिँड, लेक लाग्यो भने पछाडि जान्छ भनेको त मेरो ठुलो छोराले नै त्यति बेला भर्खर बाहिर गएको थियो। आमाले लिएर जा कान्छा घर, म गर्दै गर्छु भन्यो। अनि बाउले पनि लो तर हर गरिरहन्छ चेरा, हामीले जाओस् त भन्यो बाउले। अनि गयौँ, कान्छा छोरा कान्छी बुहारी दुधकुण्ड पुगेर आयौँ नानी। लेक राम्रो रमाइलो लाग्यो, तर सास बरेर हिँड्नु चाहिँ सकिँदैन छ, बिस्तारी हो नि। त्यहाँ त तेरो सास त्यो अक्सिजन अलिक कम हुन्छ, सास बरेर हिँड्नु काखमा स्याक छिने भइहाल्छ। फेरि बेसरी कराउनु पर्छ, उब्रिनु पर्छ, नभए जाडोले खुन जमेर मरिन्छ लेक लागेर भने। अन्त फ्याँ हुँदै भए पनि गयो, कराउँदै उब्रिँदै बोल्दै गीत गाउँदै गयौँ नि। कति वर्षको जस्तो हुनुहुन्थ्यो तपाईँ त्यतिखेर? त्यति बेला त म त नानी 55तिर थियो होला। 55 वर्षको हुनुहुन्थ्यो? हजुर। भनेपछि अहिले तपाईँ त कति 70 72 पुग्नु भयो? हजुर। 72 जस्तो पनि नजिक रहेछ तपाईँ त। भनेपछि दुधकुण्ड चाहिँ अनि के गर्नुभयो त्यहाँ चाहिँ तपाईँको दुधकुण्डमा चाहिँ? गएर यसो नुहायौँ, तलतिर नुहाउनु पर्ने रहेछ, नुहायौँ। अन्त माथि
पोखरी घुम्यौँ अनि त्यहाँ बाहुनाहरू थरथर काम्दै बसिरहँदो रहेछ अनि यसो दक्षिणा गऱ्यौँ टिका लगाइदिउँ त्यति हो नानी जस्तो रमाइलो भयो रमाइलै भयो त्यही बस्नुभयो एक रात त्यतै बस्नुभयो कि त्यही दिन फर्किनु भयो त्यही दिन फर्क्यौँ त्यही दिन फर्किनु भयो कति लाग्यो त्यहाँ पुग्नु तपाईँलाई हामीलाई 3 दिनमा पुग्यौँ 3 दिन लाग्यो है 3 दिन लाग्यो मजा जानु 3 दिन आउनु 3 दिन त्यसो भए 3 दिन 7 दिनमा आइपुग्नु गर्छ है ए भनेपछि त ट्रेकिङै भएर त पुरै 7 दिनमा घर आइपुग्यो मजाले अनि त्यो दुधकुण्डदेखि त्यो पोखरीदेखि तलतिर ऊ रहेछ नि चौरीकोटहरू हुँदा त शेर्पाको त्यही चौरीकोटमा बस्यौँ अनि त्यहाँ नै अनि भोलि बिहान चाहिँ गयौँ माथि दुधकुण्ड पोखरी घुम्नु त्यतिखेर त आई थिङ्क त्यो दुधकुण्ड मेला ठुलै लाग्छ त्यतिखेर आई थिङ्क 4-5 दिनै लाग्छ हप्ता दिनै लाग्छ क्या त्यो मेला त अनि यो भदौरे पूर्णिमा लाग्दो रहेछ अनि अरू बेला जान पनि त सक्दैन अरे अरू बेलामा चिसो हिउँले त्यो बर्खा गर्मीमा चाहिँ अनि त्यतिखेर त हिउँ पहिरो भत्केर गरेर गरिरहँदो छ अनि क्या हो भन्दा हिउँको पहिरो भत्क्यो भन्नाले घाम लागिरहँदा त्यो हिउँ भिलेर नि झर्दो रहेछ त्यो त खतरा हुन्छ त रहेछ त्यो त माथि पहिला एकचोटि त्यस्तो हिउँ ठुलो पहिरो आएर धेरै शेर्पाहरू मऱ्यो माथि हिमाचल ठाउँमा अनि के अरे खोटाङमा अनि त के तपाईँको बाल्यकालमा त रमाइलो भयो होला अब खोटाङ भन्दा नि तपाईँको आफ्नो गाउँमा त अब त्यतिखेर त अब यस्तो फोन पनि हुँदैन थियो है अनि अब धेरै भयो भने रेडियो हुन्थ्यो होला मेरो विचारमा तपाईँहरूको समयमा त होइन त्यही त नानी फोनहरू होस् न केही होस् त्यतिखेर हामी त जिन्दगी त दुःखले बिताएको अब भनौँ न बित्यो त हाम्रो पालामा राम्रो आयो त अनि बित्ने बेला भइसकेको फोन पनि थिएन केही पनि थिएन कस्तो चाहिँ हुन्थ्यो तपाईँहरूको पालामा जस्तै अब अहिले त मान्छेहरूलाई बच्चाहरू रमाइलो गर्नु पऱ्यो भने फोन हेर्ने हुन्छ यताउता हुन्छ तपाईँहरूको टाइममा चाहिँ माथि तपाईँ बस्ने गाउँतिर चाहिँ कस्तो हुन्थ्यो फोन भन्ने के हो अनि तपाईँहरू रमाइलो गर्नु पऱ्यो के गर्नु पऱ्यो भने कसरी गर्नुहुन्छ त्यतिखेर चाहिँ रमाइलो गर्नु पऱ्यो भने मदल बजाए गीत गाए त्यही रमाइलो त्यही हो नानी हाम्रो रमाइलो अब के अरे मादल चाहिँ हुन्थ्यो हजुर अनि मादल बजाउनेले बजायो गीत गाउनेले गायो नाच्ने नाच्यो त्यही रमाइलो अनि मिठो मिठो खायो मिठो मिठोमा जहाँ रक्सी खायो माथि त्यही अनि स्कुल त खै हाम्रो पालामा त थिएन न तपाईँको पालामा स्कुल थिएन नानी अनि मलाई भएन पढ्नु त जानेको भएको स्कुलै थिएन मलाई सानोमै दिइहाल्यो नि उहिलेको समय तपाईँको बिहा सानोमै भएको सानोमै भएको न कति वर्षको उमेरमा बिहा भएको म 11 वर्षको उमेरमा त्यो 11 वर्षको उमेरमा बिहा गर्नुभएको हजुर अनि जेठो छोरा चाहिँ कुन चाहिँ उमेरमा भयो तपाईँको जेठा छोरा त 19 वर्षमा छोरी चाहिँ कि जेठो हो कि छोरा चाहिँ छोरी सबभन्दा कान्छी छोरी चाहिँ सबैभन्दा कान्छी जेठो तपाईँको जेठो छोरा 19 वर्षमा भएको हजुर 19 वर्षमै भएको जस्तो लाग्छ मेरो जेठा छोरा म 30 साले भनेपछि तपाईँलाई त तपाईँको बिहा गरिदिएको भने पनि याद छैन होला के याद छ 11 वर्षको उमेरमा याद छ 11 वर्षको उमेर त बच्चै हो नि बच्चै हो नि नानी अहिलेकोहरूले 11 वर्ष त्यति बेला हामीलाई त पढ्नु गुन्नु के हो पढ्नु भनेको के हो स्कुल भनेको के हो अनि उही आमा बाउले पनि सिकायो घर बराल्नु पानी त्यति बेला पन्ध्रको पानी ढुङ्ग्रोमा बोक्थ्यौँ पानी हजुर पानी ल्यायो अनि गाख्री भराएर आउनु पर्ने काम गर्नु मात्रै सिकायो आमा बाउले अनि केही पनि सिकायो भनेपछि छोरा र छोरीमा चाहिँ कतिको फरक हुन्थ्यो फरक गर्थ्यो फरक त अब आई थिङ्क राई लिम्बूमा त त्यस्तो फरक त गर्दैन थियो होला है छोराछोरी खै त्यो त फरक त मलाई थाहा भएन है होइन किन मैले पनि देखेको अनुसारले यो राई लिम्बूहरू अनि उसहरूमा चाहिँ धेरै चाहिँ छोराछोरी भनेर त्यस्तो फरक चाहिँ गर्दैन थियो अनि पो हामी छोरी बुहारी एकै समान गर्थ्यो हाम्रो सासूहरूले नन्दमा ज्वारसँग काम गर्नु जान्थ्यौँ आउँथ्यौँ सँगै खान्थ्यौँ सँगै हिँड्थ्यौँ अनि
फरक गरेन। छेत्री बाहुनको चाहिँ गर्छ अरे भन्थे। उनीहरूको त अब अलिअलि हुन्छ, उनीहरूकोमा त अलिक फरक हुन्छ नि। के अरे भनेपछि तपाईँको के अरे बाल्यकाल त अनि बिहा गरेर गएपछि भनेको त्यो बाल्यकाल भन्दा पनि अब सासू ससुरासँग बुढासँग पो भइहाल्छ त है? हजुर नानी, सानैमा गएँ, तर म अलिक ठुलो भइन्जेल त माइतै बसेँ आमाबासँगै। भनेपछि बिहा चाहिँ कस्तो तरिकाले गरिदिनु भयो उहाँले चाहिँ? जस्तै अब मागेर गरिदिनु भयो कि एउटा वचन भन्नाले कसैले त वचन गरेर दिन्छ नि, ल मेरो छोरी चाहिँ म तिमीलाई बिहा गरिदिन्छु। पहिलाको त अब साथी भेट हुने बित्तिकै ल मेरो तिम्रो छोरा भएछ, ल मेरो छोरी चाहिँ म तिमीलाई बिहा गरिदिन्छु भन्ने कुरा एउटा वचन राख्दछ नि त। हाम्रो चाहिँ माग्नै गएको नानी। माग्नै गएको? हजुर, मेरो काकी त भाइकोमा हाम्रो मेरो फुपू सासू त काकी थियो रहेछ। अनि त्यो फुपू सासूले मेरो भतिजेनी भराइमा गराइदिएको मलाई। अनि त्यसै भएर नानी बसेको है। अनि पछि हाम्रो बुढो चाहिँ स्कुल, हाम्रो गाउँमा स्कुल थिएन, बाक्सिलामा स्कुल थियो। बाक्सिला स्कुल पढ्न जान्थ्यो हाम्रो घरपट्टि बुढो। ऊ पनि सानो अल्लरै। सातु साँबल हप्तामा एक दिन शुक्रबार आउने, शनिबार त ऊ साँबल बोकेर टुइँटी स्कुल जान्थे, उतै बस्थे। अनि त्यसो गर्दै पढ्यो। उहाँले चाहिँ पढ्न पाउनुभयो? हजुर, पढ्नुभयो उहाँले त। अनि पछि हाम्रो बिहा भएकै साल नै हाम्रो दिप्सुङमा पनि स्कुल स्थापना भयो। यसो हाम्रो घरदेखि मासतिर चित्राको डेरा बनाएर चित्राले बारेर केटाकेटी पढ्छन् धुलोमा भन्थिन्। अनि हाम्रो देवरहरू पनि भाइहरू पार्टी काठको पार्टी बोकेर खरी ढुङ्गाको हुन्छ नि त नानी, खाने छैन होला नानीहरूलाई। मलाई थाहा छ त्यो के अरे कालो पार्टी हुन्छ अनि खरी ढुङ्गा सेतो लेख्छ होइन, त्यहाँ बाँधेर खरीमा टङ्ग्ल्याङ बिचराहरू बोकेर जान्थे। मैले चाहिँ देखेको छैन, तर के अरे मैले के अरे आफूले देखेको छैन, तर त्यो भिडियो फोटोहरूमा देखिरहेको हुन्थ्यो त्यस्तो कुराहरू। त्यसरी जान्थेन हाम्रो देउराहरू चाहिँ भाइहरू स्कुल टङ्ग्ल्याङ के लुगा नफाटा उहिलेको समयमा सिङ्गान तान्दै। त्यो सिङ्गान तानेको म पनि तान्दिनँ। म पनि गाउँमै, म पनि कति 10-11 वर्षसम्म गाउँमै हुर्केको। अनि जहिले पनि मेरो पनि सिङ्गान लामो हुन्थ्यो, सिङ्गान तान्दै म पनि जान्थेन। अनि हामी त स्कुलभन्दा देख्दै त देखिनँ, पढिएन पनि, के गर्नु, उहिलेको समय नै त्यस्तो। पढ्न पाएको भए हुन्थ्यो जस्तो लाग्थ्यो। लाग्छ नि आजभोलि पो पढ्नु पाएको भएदेखि। यताउता गयो काँट कुन ठाउँ होला, त्यहाँ सैनपटो छ त, अनि पढ्न जानेको छैन नानी। है अब त्यो पढ्नु नजानेपछि आँखा भए पनि अन्ध हुन्छ फेरि मान्छे है। अन्धै त अनि अब छ त, अनि त्यो कहाँ हो कुन चोक हो थाहा नै छैन। अनि म पनि त पढेको भए त यो कुन ठाउँ होला भन्ने लाग्छ नि, के गर्नु, पढिएन। भनेपछि तपाईँको सासू ससुराहरूले त तपाईँलाई छोरी जस्तै राख्नुभयो? हजुर, छोरी जस्तै राख्यो मलाई। अनि सबैभन्दा जेठी बुहारी मै नै भएँ। अनि म माथिको जेठानी त थियो, तर त्यति घर बस्दिनँ थियो। अनि सबै कुरो मलाई नै जिम्मा लाए सासूहरूले, खानापिना पकाउनु दिनु। अनि पछि साइडी देउरेनी बिहा गऱ्यौँ, कान्छाको बिहा गरेँ। अनि म सासूसँग एकै ठाउँ 14 वर्ष बसेको छु नानी। है 14 वर्ष। अनि मेरो 2जना छोराहरू जन्मेपछि छुटेको, त्यो पनि साइला पनि छुटेर गयो, जेठा पनि छुटेर गयो। अनि कान्छा र म मात्रै भयौँ घरमा। फेरि हाम्रो बुढो चाहिँ अलिक बराला खालको थियो, कता इन्डियातिर कता बराली हिँड्यो। अनि पछि आएपछि छुटेको, त्यो पनि के को छुट्नु हुँदैन। सासूले नानी हो आफ्ना गरेर खाऊ, अब छुट, तिमीहरू पनि आफ्ना मेलो गरेर खानुपर्छ, एक ठाउँ बसेर हुँदैन भने। अन्त आमाले त्यसो भन्नुहुँदैछ, छुट्नुपर्छ है बुढो मान्छे भनेको त। के को बुढो मान्छे भन्थे, हामी पनि छुट्नुपर्छ, कति दुःख गरेर बस्नु भन्थे। अनि के को छुट्छ,
छुटेर के खानु मन छ भने बाह्रले नपाउने नि त रहेछ आजभोलि सम्झँदा। अन्त हाम्रो साइला देवर घर बनाएर पनि फागुन 3 गते छुटेर गइहाल्यो। अनि चैत लाग्न आँटिसक्यो। चैत लाग्नु मसन्तभन्दा अघिल्लो दिन सासूले ल छोटा त पनि छुट्टा नानी भन्यो। अनि मातानमा लिप घस गरे। अनि सासूले र भाँडा दियो यति पकायो त्यही खायो त्यतै मातानतिरै बसेँ। अनि छुटेपछि एक दिन चाहिँ घरमा फर्कनु गऱ्यो त्यो मुलघरमा टेक्नु गऱ्यो भने अन्त टेकिन पनि गइन पनि सासूले भात पकाइस् भन। अनि पकाएँ भने अन्त दाल भनेर घरमै ल्याइदियो। अनि त्यहीसँग भात खाएँ। छुट्टिने भनेको चाहिँ तपाईँहरू गाउँ नै पुरै छोडेर निस्किनु भएको कि त्यही गाउँभित्रै त्यहाँ नै अल्लगर पल्लगर त्यहाँ नै त्यस्तो छुट्टिनु भएको ओके आफ्नो आफ्नो भान्सा छुट्यायो भान्सा त छुट्टिनु भएको ओके भनेपछि सँगै हुनुहुन्छ सँगै। अनि त्यतिकै छुटेर बस्यौँ आफ्नो आफ्नो गरी खायौँ। नानी हो त्यस्तै है अब जिन्दगी गयो। के अरे मैले सुनेको कि यो चाहिँ मैले अरू पोडकास्टमा पनि सुनेको थिएँ कि कुरा चाहिँ राई लिम्बूको तपाईँको राईहरूको चलनमा चाहिँ यसो केटी माग्नु जाँदाखेरि चाहिँ अब केटी माग्न जाँदाखेरि अब जुन तरिकाले मागी बिहा हुन्छ नि त तपाईँहरूको केटीपट्टिको बुवाले चाहिँ केटी माग्न जाँदाखेरि चाहिँ 3टा कुराहरू चाहिँ माग्छ अरे क्या हो। अनि के अरे मेरो छोरीलाई के भन्छ मेरो छोरीलाई चाहिँ तिम्रो घरको अरू सदस्यसँग सस्तै गरेर चाहिँ राख्नु सक्छ सक्दैन भनेर उतापट्टि चाहिँ हो सक्छ भन्ने खालको त्यस्तो कुराहरू गर्छ अरे क्या। 3टा माग हुन्छ अरे क्या। तपाईँलाई थाहा छ त्यो बारेमा? छ त्यो के माग्ने खास त्यसमा चाहिँ? माग्नु भनेको वचन माग्ने। अनि हाम्रो वचन माग्दा चाहिँ के गर्नुपर्छ भने कुटुम्ब भन्छौँ नि त अब केटाको घरपट्टिलाई चाहिँ। अनि सोध भाडा भन्छौँ ताँबाको भाडा 3 थान चाहिन्छ हेर्न। अनि त्यहाँ जम्मा 5 थान उहिले त 7 थान भन्थे अब 5 थानमै झारेको छन्। अनि त्यसमा ताँबाकै पैसा त्यही भाँडामा राख्छन् अनि 5 थान बनाउँछन्। त्यो कुटुम्बले त्यो दिनुपर्छ। अनि त्यो वचन दिन्छन् आजदेखि ल है हाम्रो छोरी चेली फाल्नाको चुलाको हाम्रो चुला भन्छौँ अघेनलाई। तपाईँहरूको त चुला त एकदम धेरै महत्त्व पो हुँदो रहेछ है चुला नै है। चुला नै हाम्रो त। अनि त्यो चुलामा पुर्खा कुटुम्बपट्टिको केटापट्टिको उँधोपट्टि बस्छ केटीपट्टिको उँभोपट्टि बस्छन्। अनि गफ गर्छन् हाम्रो छोरी चेली दियौँ अब चुलाबाट निकालेर दियौँ तिमीहरूको के हो पाछा भन्छन्। अन्त हामी यस्तो हौँ भनेपछि लो आजदेखि हामीले हाम्रो चुलाबाट निकालेर तपाईँहरूको चुलामा दियौँ है हाम्रो छोरी चेली भन्छन्। आफ्नो आफ्नो कुराबाट भन्छन्। के अरे त्यतिखेर चाहिँ तपाईँको अब तपाईँहरूको राईभित्र अरू धेरै थरीको हुन्छ। अब एक थरीबाट अर्को थरीमा जाँदाखेरि चाहिँ अनि त्यस्तो के अरे कुराहरू चाहिँ कसरी गर्नुहुन्छ? जस्तै आफ्नै भाषामा गर्नुहुन्छ नेपालीमा गर्नुहुन्छ? जस्तै अब भाषा त बुझिँदैन नि त त्यतिखेर। जस्तै तपाईँ चाम्लिङसँग बिहा गर्नुभयो भने अब चाम्लिङको भाषा त बुझिँदैन। त्यतिखेर चाहिँ नेपालीमा गर्नुहुन्छ? ऊ त आफ्नै कुरा बोलिरहन्छ आफ्नो कुराबाटै गर्छ तर बुझ्नेले त बुझ्छ नि त। रित त एउटै हुन्छ बुझ्ने चाहिँ मान्छे हुन्छ रित एउटै हुन्छ अनि बुझ्छन्। अरू के हुन्छ बिहा तपाईँको बिहामा चलन चल्ती चाहिँ कस्तो हुन्छ तपाईँहरूकोमा चाहिँ? बिहामा नानी माग्न आउँछन् अनि चुलामाबाट झिकेर दिएपछि हामी कुटुम्बको भयो त्यो बेहुलाको भयो। त्यो सोध भाडा भन्छौँ त्यो भाडा र पैसा उता ऊ माइतीले खान्छ। त्यो कोसेली जस्तो माइतीले खान्छ। कोठुवा राख्नुपर्छ। कोठुवा भनेको चाहिँ कोठुवा भनेको हाम्रो कोठुवा भन्छौँ ठेकी भनौँ के भन्छौ क्षेत्री बाहुनले त त्यो जाँडक्सी ल्याउनु चाहिँ हो। हजुर त्यो दुईटा राख्नु चाहिँ दुईटा। अनि आमालाई एउटा बाबुलाई एउटा माइतीको फुपूको सबै त चुलाभरि राखेको हुन्छ। अनि एउटा यत्रो मटिया भन्छौँ हामीले त माटोको हुन्छ नि त यत्रो हो त्यहाँ जहाँ राखेको हुन्छ
चलेवा भन्छ अनि त्यो राखेर अन्त ल फुपूको भन्यो सार्यो यो आमाको भन्छ सार्छन् यो बाबुको भन्छन् सार्छन् कुटुम्ब भएर खान्छन् त्यो अनि कुटुम्ब र आमाको भन्यो त्यो बाँड्यो खायो फेरि बाबुको भन्यो बाँड्यो खायो खाने मेलो भनेपछि जाँड रक्सी खाने त तर हुन त तपाईँहरूको पनि जाँड रक्सी त जे कुरा पनि चलाउँदो रहेछ है पनि जाँड रक्सी चाहिने नि त है जेमा पनि हामीलाई मर्दा पनि जाँड रक्सी चाहियो यस्तो केही बिहा कार्य पर्दा पनि जाँड रक्सी चाहियो हाम्रो कुलपित्र बिग्रियो भने पनि हाम्रो चुला बिग्रियो भए पनि त्यही जाँड रक्सी नै चाहिन्छ त्यही रक्सी पार्यो चोखो जाँड भन्छन् पकायो अनि आफूले नखाए मान्छेले नखाए त्यो खन्याउनुपर्छ त्यहाँ आगो फुकेर तर खन्याउँछन् त्यो चुलो गाडी हजुर चुलोमै आगो फुकेर चुलोमै गाड्छन् चुलोलाई तपाईँहरूले यति धेरै पूजा गर्नु अथवा यति धेरै मान्नुको अर्थ चाहिँ खास के हो भन्दा चुलो त तपाईँहरूको लागि त मैले सुने अनुसार चुलो त तपाईँहरूको लागि धेरै नै महत्त्व राख्दछ नि त धेरै नै हाम्रो त चुलो त सबैभन्दा हाम्रो पितृकुल पितृ त्यही चुला नै हामी मर्दा पनि त्यही चुलामै लाउँछन् नानी अनि ल है आइज है खा है यहाँ बस है भनेर जहाँ रक्सी त्यही चुलोलाई नै खन्याउँछन् मर्दाखेरि त्यसो अनि हामीले बुहारी ल्याउनु पर्यो भने पनि आज हामीले रक्सी नै पारेर हामीले यस्तो पाछाको बुहारी लिएको छौँ ल है रिस राग नगर्नु राम्रो गर्नु भन्दै ल्याइङ है हामीले बुहारी भनेर त्यही चुलोले खन्याउँछन् अनि छोरी दिँदा पनि त्यस्तै हामीले चुलाबाट निकालेर अब छोरीलाई दिउँ है कुटुम्बलाई जिम्मा दिउँ भनेर त्यही अगेनलाई अनि हाम्रो धामी मर्दा पनि धामी चाहिन्छ अनि तपाईँको त्यो धामी भन्नाले चाहिँ पुजारी होइन धामी भन्दा पुर्खा अनि पुर्खा पनि जान्ने मर्दाखेरि लो यो ठाउँमा जा यसरी खा यहीँ बस यसरी मरेछ फलाना ठाउँमा गएर बस खा ल है यहीँ तेरो कुल पित्र यहीँ बस खा भनेर दिन्छन् नानी भनेपछि चुलो त धेरै नै एकदम हाम्रो त जे गर्दा पनि चुलो चाहिन्छ नि अनि तपाईँको त्यो के भन्छ मैले एउटा बुझेँ त्यो पुजारीलाई चाहिँ के भन्छ तपाईँको भाषामा चाहिँ पुजारी हुँदो रहेछ नि त धामी भन्दा नि अर्कै भन्छ धामीलाई नक्छ भन्छ धामीलाई चाहिँ तपाईँको भाषामा नक्छौँ भन्छ होइन नक्छौँको चाहिँ तपाईँको के अरे हो हरेक कुराहरूमा चाहिँ कतिको महत्त्व हुन्छ सबै काम उहाँहरूले नै गर्ने हो हजुर उनीहरूले गर्छन् अनि नक्छ जे चाहिन्छ हाम्रो नक्छ चाहिन्छ पितृ खनाउँदा पनि नक्छै अनि मर्दा पनि नक्छै चाहियो बिहाबरीमा पनि त्यही नक्छै चाहियो त्यो पितृलाई बुझाउनु पर्यो नि त त्यसले यसो बाख्राहरूको मासु खानु भएन अनि बाख्रा हुँदैन हाम्रो बाख्राको लट्छटै गर्नु हुँदैन त्यस्तो गर्ने मान्छे हो भन्नाले अरू मासुहरू चाहिँ खानुहुन्छ हुन्छ अरू त सबै बाख्रा मात्रै खानु भएन बाख्रै मात्रै खानु नहुन्छ कारण के छ त्यो पीडा आउँछ अरे त्यो धामीलाई बिमार हुने दुख्ने त्यस्तै हुँदो होला नै अनि हाम्रो साखेल धामी भन्छौँ नक्छो हाम्रो बैशाखे पूर्णिमा ऊ चण्डी लाग्छ धामी निस्किन्छ सुँगुर कुखुरा लगेर थानमा पूजा गरेर घर घरमा आउनुपर्छ त्यो धामीले पहिरिएर ढोलसँगै पुरै नाच्ने मौसमहरू पनि जान्छ ऊ ढोलेहरू थुप्रो हुन्छ गाउँलेहरू सबै भेला भएर त्यो थानमा गएर नाच्छन् अनि त्यो ढोलकै पारमा त्यो ऋषिको पारमा धामीले दप्चाइरहन्छ त्यो पूजा गर्नेहरूले पूजा गरिरहन्छन् त्यसो गर्छन् अनि घरमा आउँछ त्यो धामीकै घरमा आउँछ भरे अन्त त्यहाँदेखि त्यो प्रसादहरू सबै बनाएर त्यो गाउँले घर थुप्रो ल्याउँछन् कुखुराहरू त्यो आफ्नो आफ्नो घर जान्छन् त्यो निमको भन्छ त्यहाँ गरेको चाहिँ सबै प्रसाद खान्छन् पैसा उठाएर त्यहाँ नै प्रसाद गर्छन् अनि यो के भन्छ यो नाक्सुङले नै भन्ने हो मुन्दुङ पनि हजुर
मुन्दुङ नक्छलै गर्छ नक्सले नै गरी सबै मुन्दुङ पनि है नक्छलै गर्छ यो मुन्दुङमा चाहिँ के हुन्छ मलाई खास धेरै थाहा छैन यो मुन्दुङमा चाहिँ के हुन्छ भन्ने कुराहरू कथाहरू धेरै हुन्छ अरे कथाहरू भन्छ अरे होइन पुर्खाको कथाहरू सुनाउँछ अरे हामीले मुद्दुमबाट गर्छ भन्छन् कि त्यही उसकै मुद्दुमबाट सबै कुरो गरेकोलाई मुद्दुम भन्छ अब पूजापाठहरू सबै गरेको चाहिँ मुन्दुमबाटै गर्ने हो मुद्दुमबाटै गर्ने उसकै मुद्दुमबाट गर्छ ए मुन्दुम भनेको चाहिँ तपाईँको पूजापाठ गर्ने एउटा विधि हो के हो विधि गर्ने मुद्दुम भनेको उसकै मुद्दुमबाट गर्छ भनेपछि उसकै अब यस्तै खा बस ल है भनेर त्यही चला नि मुद्दुम भन्ने त्यही हो ए म त मुन्दुम भनेको चाहिँ मैले चाहिँ कसरी बुझिआएको छ भन्दाखेरि अब यो कथाहरू भन्ने त्यो के अरे उस जस्तो के तपाईँको सस्तानी भन्छ नि होइन होइन त्यस्तो होइन नि होइन त्यो सस्तानी आज अब हाम्रो राईले त्यति गर्दैन पनि छेत्री बाहुनले भराइ गर्छ अनि हाम्रो मुद्दुम भनेको चाहिँ हाम्रो चाहिँ मुद्दुम चाहिँ चुल्हैबाट हुने है चुल्हैबाट हामी धामी राख्नु ल्याउँदा पनि पहिले त्यो चुल्हालाई नै मुद्दुम गरेर त्यो चुल्हालाई नै बोलाएर मनाएर धामी पनि चिन्ता चिन्ता भन्छ नि त त्यसलाई चाहिँ चिन्ता भन्छन् अनि यो तपाईँहरूकोमा सुन्निमा भन्ने चाहिँ सुन्निमा र हाम्रो अर्को के अरे आमा सुन्निमा चाहिँ आमा भयो होइन अनि अर्को चाहिँ के भन्छ पारोहाङ होला हो उहिले हाम्रो राई उत्पत्ति भएको त्यो सुम्लीमा पारोहाङबाट आए सुन्निमा चाहिँ आमा भयो पारोहाङ चाहिँ बाउ त्यसो रहेछ तपाईँ उहाँ सुन्निमा र पारोहाङ पनि पुज्नुहुन्छ नि होइन हजुर सुम्लीमा त चेली हालो नानी चेली सुम्लीमा र पारोहाङ चेली हो त्यसो भन्छन् उहिलेको राई उत्पत्ति हुनै त्यतैबाट अरे भनेको सुनेको म त कहाँ जान्छु र सुनेको कुरो ठिकै छ सबै सुनेको कुरा गर्नु त हो सुनेको अनि पो त्यसै भन्छन् है नानी अनि उधौली उभौली भन्ने चाहिँ कस्तो हुन्छ हो राईहरूको उधौली उभौली पनि ठुलै चाड पो हो तपाईँहरूको त उभौली भनेको चण्डी नाच हुन्छ बैशाखी पूर्णेलाई उभौली भन्छ उधौली भनेकै मङ्सिरे पूर्णे भन्छौँ त्यसलाई उधौली भन्छ उधौली उभौलीमा चण्डी नाच गर्छन् अनि के अरे यो उधौली चाहिँ त्यो के भन्छ धानहरू लगाउनुभन्दा अगाडि गर्ने चाहिँ हो कि पछाडि गर्ने त्यो चाहिँ हाम्रो पितृ पूजाको भन्छौँ त्यो नयाँ धान नयाँ कोदो चलाउनु पर्छ पहिले पितृलाई दिएर नयाँ धानले ल्याउनु पर्छ नयाँ कोदोको जाँड पकाउनु पर्छ अनि धामी लिएर त्यो हाम्रो अघ्यानलाई पहिले दिनुपर्छ त्यो चोखो जाँड खरवा भन्छौँ यता कोठाती त्याउलो हुन्छ त्यहाँ चोखो जाँड लाउनुपर्छ छानेर अनि नयाँ धान अनि त्यो नयाँ धानको चामल त्यो आगो फुकेर चुल्हामा अनि ल है खाऊ है अनि तिमीहरूको छोरा नातिले बनाएछ यो नयाँ धान नयाँ कोदो लै भनेर दिन्छ नक्छले चुल्हालाई अनि झर एक माना चामल बनाएर पोलिसक्नुपर्छ त्यहाँ धान अनि त्यो चुलो चाहिँ तपाईँहरूको त्यो के अरे नाच्ने ठाउँमै बनाउँछ पुरै चुलै नयाँ बनाउँछ होइन आफ्नो आफ्नो घरमा आफ्नो घरमा गर्ने चाहिँ घरमा सबैको चुल्हा हुन्छ त्यो चुल्हा बिना त हाम्रो केही कुरो पनि हुँदैन म त भनेको त्यो अब जुन ठाउँमा तपाईँहरू धान नाच गर्नुहुन्छ अथवा त्यो नाच्नुहुन्छ नि म त्यहाँनिर पो चुलो बनाएर गर्ने होला भने घर घरमा यो विधि चाहिँ घरमा गर्ने घरमा अनि त्यसपछि बल्ल बाहिर गएर चाहिँ त्यसपछि पो नाच गर्न सुरु नाच्नु त पछि बैशाखी पूर्णिमा र चण्डी पूर्णिमा र उधौलीमा गर्छन् तर त्यो चाहिँ हामीले नयाँ कोदो पाक्छ धान पाक्छ पहिले त्यो चुल्हालाई दिएर मात्रै खानुपर्छ हामीले अनि मात्रै पुग्छ अनि मात्रै पुग्छ नानी यो उधौली उभौली भने चाहिँ मैले भने चाहिँ उधौली आई थिङ्क उधौली भनेको चाहिँ के अरे धान के भन्छ रोप्नुभन्दा अगाडि अनि उभौली भनेको धान पाकिसकेपछि गर्ने चाहिँ हो होइन उभौली भनेको बैशाख धान नरोपिने बिउ राख्ने बेला उभौली भनेको उधौली भनेको चाहिँ अब नयाँ धान कोदो पाकेपछि अनि यो के तपाईँको साकेला भनेको चाहिँ साकेला भनेको पनि त्यही
उभौलीमै गनी नाच्दै साकेला साकेला त्यो वैशाखी पूर्णेको दिन नै नाच्छ धामी सबै भएर आफ्नो आफ्नो धामीको ड्रेस लाएर साडीहरू चोलाहरू ड्रेस लाउँछन् अनि नाच्छन् साकेला त अनि के अरे धामीले मात्रै ननाचेर सबैजना मिलेर नाच्छ नि सबैजना पूजा गर्छन् थानमा गएर अनि नाच्दै जान्छन् धामीको घरबाट अनि नाच्दै आउँछन् पूजा गरिसकेर रमाइलो हुन्छ नि त्यही भनेको म पनि एकचोटि गएको थिएँ रमाइलो हुँदो रहेछ मजाले नाच्ने के अरे तपाईँ पनि मात्रै नाच्नु भयो उमेरमा त खै जाने नजाने अलिअलि नाचे के अरे होइन के अरे नाच्नु परेको नि अब त्यति त अनि तपाईँ त्यो नाच्नु हुन्थ्यो होला उमेरमा त तपाईँले भन्नु मात्रै लजाउनु भएको नाच्नु हुन्थ्यो होला होइन यसो अलि हाम्रो ससुरै थियो धामी अन्त नाच्थ्यौँ नि अब अलिअलि नजाने पनि के अरे मैले सुनेअनुसार त त्यही अब साकेला नाच्दाखेरि त केटा मान्छे टक्कलाई केटीहरू आउँथ्यो अरे केटी मान्छेहरू केटाहरू आउँथ्यो अरे नाच्दै गर्दाखेरि अनि त्यतै माया बस्थ्यो अरे त्यस्तो पनि कुराहरू सुन्थेँ कि म त्यो चाहिँ त्यो साकेला बजारै लाग्दा तर हाम्रो चाहिँ त्यो छैन नानी त्यो घरमा धामी घरमा भेला भयो अनि त्यो एक फेरा त्यहाँ नै घरमै चिन्ता एकछिन गर्छन् अनि त्यहाँदेखि सुँगुर कुखुरा लगेर थानमा गयो अनि पूजा गर्यो अनि नाच्यो त्यो पूजा सकिन्जेल अनि फेरि नाच्दै घर आयो अनि घरमा पनि आँगनमा एउटा यस्तै घोचा गाडेको हुन्छ घोचामा एउटा ठुम्सी भन्छौँ त्यो ठुम्सी झुन्डाको हुन्छ अनि त्यहाँदेखि घरको मूलले चाहिँ त्यो थुम्सी झिकेर बोक्नुपर्छ अन्त ऊ सिल्ली गरेको भन्छ कि अनि यसरी धान पनि फाड्दै ऊ राख्छन् पाँजा लाउँछन् फेरि झाँट्छन् कोदम टिप्दै त्यो थुम्सीमा लाउँछन् अनि लगेर ताला कहाँ छ आफ्ना माथि भाकारी हो त्यहाँ लगेर राख्छन् अनि त्यहाँदेखि सक्यो राम्रो चलन चल्ती कति राम्रो है त्यसो गर्छन् हौ नानी हाम्रोमा अनि त्यस्तो चलन चल्ती त तपाईँले यता अमेरिकामा देख्नु भएको छ त्यति साह्रो देख्नु भएको छैन होला अब यहाँ त हुँदा धान्छन् कहाँ खुन्दानी फेरि है यहाँ चाहिँ तपाईँले अमेरिका आएर चाहिँ तपाईँहरूको खोटाङतिर गर्ने चलन चल्तीमा चाहिँ ओहो यो चाहिँ यहाँ गरिरहेछ है भन्ने खालको चाहिँ के छ त्यस्तो के देख्नु भएको छ छन् म परारको साल गएँ नाचेकोमा हेर्नु के साकेला नाच्नु गएको थियो साकेला नाच्नु म त नाचिनँ अरू नाचेको हाम्रो छोरी ज्वाइँहरूले नाचेको देखेको ए अनि के चाहिँ याद आउँछ भन्नाले अब अमेरिका त अब एकदम के अरे घर ठुल्ठुलो घरमा देखिन्छ है गाडी मात्रै देखिन्छ अनि यहाँ यसो बसी हेर्दा होइन अब परिवारसँग बस्दाखेरि ओहो खोटाङको चाहिँ यस्तो कुराहरू चाहिँ यहाँ भइदियो हुन्थ्यो भन्ने खालको चाहिँ के लाग्छ तपाईँ के चाहिँ याद आउँछ तपाईँलाई म त यस्तै अमेरिका जस्तै हाम्रो खोटाङ भए त जस्तो लाग्छ नि तपाईँले चाहिँ अमेरिका मन परेछ अनि त खोटाङतिर कस्तो पहाडहरू अनि त्यसपछि खोलाहरू याद आउँछ न आउँछ खोटाङको सम्झना लागिरहन्छन् नानी वनपात रमाइलो दाउरा घाँस गरेर जिन्दगी गएको हाम्रो घाँस काटेको दाउरा काटेको बोकेको अझै मलाई त रमाइलो लाग्छ म त घरमा हुँदा त्यसो यता जान्छु दाउरा पनि कहिले काहीँ ल्याउँछु अनि के अरे छोरालाई मेरो त हात खुट्टामा दुख्छौ नानी भन्छु हाम्रो आमा धेरै काम गर्नुहुन्छ नि हात काम गरेर दुखेको नि भन्छ छोराले के अरे त्यही त खोटाङ पनि अहिले त धेरै विकसित नै भइसक्यो है अब त गाडी साडी जाने होला अब सबै कुराहरू कता नि नानी है त उहिले दिक्तेल हिँडेर पुग्थ्यौँ त्यही कोही बेला केही काम पऱ्यो भने त्यस्तै हो गइन्छ नभए कहाँ हो खोटाङ भने त पहिले त त्यो दिक्तेल खोटाङ भन्ने त अनि पछि केही काम पऱ्यो गइयो अनि थाहा भएको के अरे कति बस्नुहुन्छ अमेरिका अब अलि बस्नुहुन्छ होला नि 6 महिनाको भिसा लिएको नानी 6 महिनादेखि नपाइने रहेछ नि त पहिले पनि पनि आए 6 महिना कति महिना भयो यो पटक चाहिँ कति महिना भयो तपाईँ आउनुभएको अहिले महिना होइन यही महिनामा आएको म तपाईँ यही महिनामा चाहिँ आउनुभएको ए भनेपछि अर्को अझै बस्नुहुन्छ जाडो महिना नसकिँदैछ बस्नुहुन्छ हजुर यही महिनामा अस्ति 1 गते आइपुगेको म यहाँ सङ्क्रान्ति मान्नु चाहिँ यहाँ आएको ए सङ्क्रान्ति मान्नु भयो त्यसपछि हजुर
राति मान्नु भनेपछि छोरी यहाँ तपाईँको छोरा एकजना उता खोटाङमा अर्को छोरा कुन चाहिँ ठाउँमा भन्नुभयो तपाईँले मोरङमा है ए भने सबैको नाति नातिना छ है कान्छा छोराको 2 भाइ 2 बहिनी छ माइला छोराको 1 भाइ 1 बहिनी छ जेठा छोरा चाहिँ पहिले खसेको अनि यता छोरीको पनि 3 भाइ नाति नाति छ मलाई खुसी छ नि त्यही त रमाइलो रहेछ तपाईँलाई के अरे तपाईँसँग गफ गरेर मजा आइरहेको छ मलाई होइन धेरै कुराहरू थाहा पाइरहेको छु म के अरे त्यो त खोटाङ जिल्लाको बारेमा अलिकति थाहा भयो अनि हलेसी चाहिँ तपाईँहरूले कसरी चाहिँ पूजा गर्नुहुन्छ तपाईँले कस्तो तरिकाले मान्नुहुन्छ हलेसी महादेवलाई चाहिँ हलेसी महादेव जान्छौँ अनि महादेव लय जय गराए सीमादेवै भने होइन भन्नाले तपाईँको के भन्छ देउतै अब महादेव चाहिँ तपाईँको आफ्नो पनि महादेवलाई मान्नुहुन्छ नि होइन जस्तै अब हामीले चाहिँ अब बुद्ध धर्म मान्छ नि त हजुर तपाईँहरू त किराँती अनि के अरे यो महादेवलाई चाहिँ कसरी मान्नुहुन्छ महादेवलाई पनि पुरै आफ्नै भगवान् जस्तो गरेर मान्नुहुन्छ कि अब हजुर महादेवलाई आफ्ना चुला पितृ होइन अब भगवान्हरू हो ए अनि जान्छौँ कहिलेकाहीँ हलेसी गयो अनि यसो पूजापाठ गऱ्यो बत्ती बाल्यो त्यस्तै त हो मन्दिरभित्र पस्यो त्यही त अनि राम्रो छ उहिले त थिएन हलेसी त राम्रो त्यही तल महादेव थान थियो खुर्किला अहिले त बारेर छोडी सबै मान्छे लडेर मरे गरे भन्थे अनि अहिले त तल बसा थानमा पनि चाहिँ राम्रो बत्ती यस्तै झिलिली बालेर यस्तै त छ बसा थानमा पनि माथि महादेव थानमा पनि राम्रो छ नानी घर छ अहिले त बास बस्ने ठाउँ त हामी त हलेसी जान्थ्यौँ ठुम्सी बोकेर बारीको उमा बस्थ्यौँ पानी खानु पनि पाइँदैन थियो अहिले त पानी थुप्रो धारा बनाएको छ राम्रो छ महादेव एउटा देउता भगवान्हरू चाहिँ बसेकै ठाउँ त्यही त हलेसी महादेव त्यो गुफा त पहिला भगवान् शिवजी आएर आफैले बनाउनु भएको गुफा हो अरे अनि त्यहाँ चाहिँ ध्यान गर्नुभएको थियो अरे भन्ने कुरा रहेछ अनि पछिल्लोपल्ट कहिले जानुभयो तपाईँ चाहिँ म 3 पटक गएँ हलेसी घरबाट धाएर हजुर अनि यता मधेस पहाड जाँदा बाटो त्यही छ हाम्रो ए बाटोमै पर्छ बाटै पर्छ ए बाहिरबाटै सब गाडीबाट हिँडिन्छ लगेर है महादेव भन्यो त्यति हो ठिक छ के अरे अनि अमेरिकामा चाहिँ तपाईँलाई के कुरा चाहिँ एकदम रमाइलो लाग्छ भन्नाले अमेरिका चाहिँ अब यो कुरा चाहिँ रमाइलो लाग्छ तपाईँलाई घरहरू ठुल्ठुलो घरहरू राम्रो लाग्यो कि यहाँको बस्ने तरिकाहरू रमाइलो लाग्यो कि अब यहाँ त गाह्रो छ नि तपाईँलाई त खास अब बाहिरतिर कतै एक्लै जाउँ भन्दा पनि गाह्रो छ तपाईँलाई गाह्रो छ नि मलाई त तब त परेको छैन जान छैन यस्तै छोरी ज्वाइँले घुमाएर लग्यो भने घुम्यो नाभियादेखि कोठरीभित्र बसिरह्यो अनि के चाहिँ राम्रो लाग्यो म सबै कुरा राम्रै लाग्छ नानी है अब गाडी कुदिरहेको छ घर छ यस्तो राम्रो झिलिमिली अनि रमाइलो लाग्छ नि मलाई त खुसी नै छ अनि कतै कहाँ घुम्नुभयो त यता 100 पान्ताला घर छोरी ज्वाइँले पुऱ्यायो 100 कति पान्ताला 100 पान्ताला त्यता घुम्यौँ अनि त्यो पानी जासे के गरे त्यता पनि डुलाए गयो ठुलो मूर्ति भएको ठाउँमा हजुर त्यता पनि डुलायौँ हामी त्यति बेला चाहिँ बुढोसँगै आएको थियौँ अनि पोलो छोरीले झिकायो फेरि जाउँ भन्दाखेरि म त जान्न त्यो मर्नुलाई रहेछ जान्न कस्तो होला पानी जास लाउरेहरूले भन्थ्यो कस्तो पानी जासमा 7 दिन हिँड्नुपर्छ भन्थिन् कस्तो होला नि त्यत्रो पानी कत्रो होला त भन्थे मैले म पानी जासमा पनि चढेँ 100 पान्तला घरमा पनि चढेँ यस्तै रहेछ भनेर जाने बुझेँ अब त्यस्तैमा बस्दो रहेछन् त्यस्तै रहेछ म जान्न बुढिया भन्नुभयो अनि तँ जा भने अनि नानी पोहोर म आएँ म आउनु बित्तिकै यहाँ मङ्सिरमा आएँ मङ्सिरमा बितिहाल्नु हजुर
अनि ज्वाइँले भने आमा जाने त नभए टिकट काटिदिन्छु भन्नुभयो। अनि तिमी यत्रो जहाँ रक्सी खान्छौ, मैले भने यत्रो जहाँ रक्सी खान्छौ, झन् म गएपछि त तिमी त छाडै होइजान्छौ, झन् कति खान्छौ, घर पनि आउँदैन होला भन्दा अब कहाँ खान्छु म त्यसरी, त ससर पो खान्छु त हिँडेपछि त म एकदम कन्ट्रोलमा बस्छु भन्नुभयो। के कन्ट्रोलमा जहाँ रक्सी खाएर। तर के अरे राई लिम्बू शेर्पाहरूको त जाँदा सबैले खान्छ कि खानु त मजाले। के अरे खानु म सधैँ खाने। उमेर कति उमेर भएको थियो उहाँको चाहिँ? 75? तपाईँभन्दा अलिक जेठै होला। जेठै नै। तपाईँ नि 4 साल भनेपछि तपाईँ नि कति 75? 75 त पुग्नु भएको थियो। त्यस्तै भयो है नानी। अनि अब आमा सबैले भन्यो अब जान्दा कि बाउ पनि भेट्नुहुन्न, नजाऊ भने। अनि यतैतिरै यसो बसेँ, नुहाइ धुवाइ गरेँ, छोरी ज्वाइँले टिका फुकाएँ। सकेपछि भिडियो गरेर देखाइरह्यौँ, त्यसै गरेँ। अनि पछिबाट गएर यसो के यसो मट्टीसट्टी दियौँ। अनि अस्ति मङ्सिरमा चाहिँ चौतारो बनायौँ, उसको कपुर ढलाइ गर्थ्यौँ। चौतारो बनाएर अनि बाहुन परायौँ, लघु भन्छ नि त, बाहुन पराएर यसो। पहिले भन्नुहुन्थ्यो मलाई लघु पराउनु मन छ, मलाई दिपक आमा भन्छन् कि दिपक आमा म लघु पराउनु मन छ, एकफेर लघु पराउनु पर्नेछ भनेको थिएँ। अनि छोरालाई पनि लघु म कतै गएर मरिगयो भए पनि लघु चाहिँ पराइदियो है भनेको थियो अरे। अनि त्यो लघु चाहिँ पराइदिनु। तपाईँ 11 वर्षमा बिहा गर्नुभयो है? 11 वर्षदेखि तपाईँहरू सबै सधैँ सँगै 75 वर्षसम्म सँगै हुनुभयो? सँगै भयो। भनेको मतलब त तपाईँहरू सँगै झन्डै 60 वर्षसँगै हुनुहुँदैछ। 60-70 वर्षै भनौँ न। हजुर त्यस्तै हो। बाले साह्रै माया गर्छ जस्तो तपाईँलाई हो? गर्छ नि माया त। अब आफ्ना श्रीमान श्रीमतीको माया नगरी त के गर्नु। त्यही त, यति वर्षसम्म मजाले सँगै बस्नु भएको छ, घुर्नै पऱ्यो नि। नानी बस्यौँ है, गऱ्यौँ दुःख सुख पाहाडको ठाउँमा। अब खेती नगरी हुँदैन, बुस्तु नपाली सिरो उम्रिँदैन भन्छन् पुर्खाले। दुःखै गर्नु, बुस्तु पाल्यौँ, दुःख गरियो। अखेरिमा मलाई छोराखेर हिँडेको। अनि म त चित्तम बुझ्छ कति काम भने फेरि यति गर्दैनन्। हाम्रो तल बेसीमा एउटा घर जस्तै छ, सानो सानो डी, तल्लो तालमा बस्तु सुस्तु राख्छौँ, माथिल्लो तालमा बस्छौँ, माथि चाहिँ यसो राख तारन के गर्छौँ, त्यस्तो बनाएको थियौँ। त्यहाँ धान झाँट्यो। अनि अब खेतमै हाम्रो रोड छैन, मास्तिर डीदेखि मास्तिर रोड छ, त्यहाँ ट्र्याक्टरमा लान्छौँ नि त। अहिले उहिले त ढोक्रै बोकेर लान्थे। अनि खेतालाले अब काम गर्यो, रात परे छोराखेरि जाने, ए होस् न है भोलि केटाले निकाल्छ भन्यो। म बोकिहाल्छु नि। डल्लो परि धानको ढोक्रो बोकेको गर्नुहुन्थ्यो। मर्ने खालको त थिएन अनि के भएर मऱ्यो। अलिक दमको बिमार चाहिँ थियो। अनि त्यहाँ एउटा गाउँमा एउटा केटीको बिहा भएछ। अनि त्यहाँ पुर्खा झिकाएछन्। अनि त्यहाँदेखि बिहाबाट जाउँ बाउ भने गरे छोराले। अन्त लु भनेर घर आएछन्। अन्त बिहा खाने आउनेहरू पनि हाम्रो घरमा आएर गफ गरेर, त्यहाँ एउटा हङकङको लाउरी छ, त्यो लाउरी पनि आएछ हाम्रो घरमा। अनि पिल्सिङवाला, अनि त्यससँग गफ गरेर दाजु लौरो सार्नुपर्छ, रक्सी खाँदैन बसेन अरे, लौरो सार्नुपर्छ। अन्त त्यो डिक्टेलमा बनाएको लौरो थियो नानी एउटा,
टिक्ने लौरो टिक्ने लौरा काठकै अनि हाम्रो दिक्तेलमा बनेको त्यो सगरमाथाको हात पनि लेखेको थियो हो त्यो लौरा दिएछ त्यो ठुलो त्यो दाईलाई अन्त दाईका अब हङकङको लौरालाई नै कस्तो थियो म त देखिनँ त्यो साटासाट गरेछन् कस्तो त भयो म त पछिबाट कुरा गर्नुहुन्थ्यो त्यो दाईले छक्कै परे मरण त तर साह्रै राम्रो भयो भाइको खाँदा खाँदै बोल्दा बोल्दै भोरै राति त छैन है पो भन्छन् म त छक्कै परे बुहारी छक्कै परे भनेर कुरा गर्थेँ सबैले त्यसै भने हामी बेलुका आनन्द खाना खाएर सन्तोकी हुनुहुन्छ जस्तो है सन्तोकले जानुभयो अनि राति त मलाई जाँदैउ न भन्नुभयो अरे बाबु जाँड नखाऊ लु पानी भने तातो पानी दिएर हो भनेर सुरुप तातो पानी खायो अरे लु अब म सुताइदिएँ भने अरे अनि यसो छोराले सुताउनु भन्दा त फुस्से बाबु त हेरे गर्छ र बाबुले किन हेरिरहन्छ भन्दा त गइ पो सकेछ अरे बाबु त भनेर कुरा गरे सन्तोकी हुनुहुँदो रहेछ उहाँ यसो तपाईँको कुरा बुझिहेर्दाखेरि एकदम सन्तोकी हुनुहुन्छ सर किन भन्दाखेरि कति मान्छेलाई त गाह्रो हुन्छ नि अनि त नानी कुकुर पनि सोध्नु परेन कसैले दुख बिमार भयो त हामी रिसिम लाउनु परेन बोल्दा बोल्दै खाँदा खाँदै गाउँको मान्छे नै छक्कै पर्यो त्यही त धेरै धेरै धन्यवाद आमा तपाईँले यति धेरै कुराहरू गरिदिनु भयो हामीसँग मजा आयो मेरो दुःखको कुरा गरेकै बाबु ठिक छ तपाईँ एकदम राम्रो कुरा गर्नुभयो मजा आयो सुनेर है अरू कुरा त के गर्छ र मेरो दुःखको कुरा गरेँ नि मेरो छोराहरू हेर्दा ठिक छ नि के अरे यो दुःखको कुरा त हो नि गर्ने भनेको होइन म त पहिली त कता जाँदा नेपाली बोल्दा त अब हाम्रो नेपालको मान्छे त कस्तो आफ्नै मान्छे जस्तो लाग्यो आचेलाचारिक बानी भयो पहिले त अब एकान्छी त्यो त हाम्रो नेपालको मान्छे त छ नि भन्थ्यो अनि नि हाम्रो नेपालको त फेसमै चिनी जाने है भनेर भन्थे अनि त्यही त होइन हुनु पनि हो के अरे अनुहार हेर्ने बित्तिकै चिन्ता के धेरै धेरै धन्यवाद आमा तपाईँ आइदिनु भयो कुरा गरिदिनु भयो हामीसँग है धेरै धेरै धन्यवाद तपाईँलाई के अरे हामी तपाईँसँग फेरि पछि मजाले कुरा गर्छौँ तपाईँलाई जाँदा यसो के छ तपाईँलाई भन्नु मन भएको हाम्रो अहिले हामीलाई हेरिराख्नु भएको युट्युबमा हामीलाई हेरिराख्नु भएको छ तपाईँको कुरा सुनिदिइराख्नु भएको छ उहाँले के भन्नुहुन्छ तपाईँको आफ्नो एक्सपिरियन्सको हिसाबले एक्सपिरियन्सले नेपालीमा के भन्छ अनुभवको हिसाबले तपाईँ यति धेरै अनुभव गर्नुभएको छैन खोटाङदेखि अमेरिकासम्म आउनु भएको छ धेरै कुरा देख्नु भएको छ भोग्नु भएको छ तपाईँको देखेको भोगेको हिसाबले तपाईँले अब अहिलेको नयाँ पुस्ताहरूलाई त्यस्तो के भन्न चाहनुहुन्छ म त अहिले त नानी रमाइलो राम्रो भन्छु नि ए र हजुर धेरै धेरै धन्यवाद आमा तपाईँलाई धेरै धेरै धन्यवाद So guys, thanks for watching till to the end. If you guys are watching, please subscribe. अनि हाम्रोमा चाहिँ भ्युअरसिप भन्दा सब्सक्राइबर्स धेरै कम छ सो सब्सक्राइब गर्नुहोस् लाइक गर्नुहोस् अनि विल सी यू अगेन अन द नेक्स्ट एपिसोड थ्याङ्क यू सो मच गाइज वन्स अगेन थ्याङ्क यू It's almost like you've got it out. It's got out.